आज चाहिँ हामी चाहिँ बजार जान आँटेको होइन अनि यहाँ चाहिँ मम्मीले तरुन उसिन्नु भएर तरुन खाँदै गरेको। यहाँ चाहिँ मम्मी हुनुहुन्छ, मम्मी चाहिँ यहाँ तरुन टक्क काटिराख्नुहुन्छ अनि भरे चाहिँ राखिदिनुहुन्छ फेरि हामीलाई। अनि हामी चाहिँ अब बजार जान आँटेको त्यही हो। भाउजू चाहिँ माथि हुनुहुन्छ। अहिले चाहिँ हामी निस्किसकेको छौँ। यहाँनिर चाहिँ हो थान हो, यहाँ मन्दिर हो, यहाँ भाउजू हुनुहुन्छ। अनि हामी चाहिँ अब चिसापानी निस्किनु चाहिँ आधी घन्टा जति लाग्छ। हामी चाहिँ यता तलतिरबाट आएको होइन, अब कतिखेर पुग्नु होला जस्तो भइसकिरहेको छ। यहाँनिर गएको छु अनि यहाँनिर चाहिँ मिर्गा देखिरहेको छ, उता पछि जाँदैछ होइन गाइस। मिर्गा हेर्नुहोस् पछि गयो देख्नु होला गाइस होइन। अझै त्यहाँनिर छ पछि गयो ल गाइस। हामीले चाहिँ मिर्गा देख्यौँ होइन भाउजू, यत्रा छ मिर्गा। अनि मिर्गा चाहिँ अब टक्कसँगले हामीले देखिसक्यौँ। फाइनली हामी चाहिँ नि यहाँ के भन्छ त्यो चौतारामा आइसकेको छौँ। अनि यहाँनिर चाहिँ चौतारा छ, यहाँ चाहिँ हुनुहुन्छ भाउजू। यहाँ चाहिँ हामी जानु चाहिँ अझै 10-15 मिनट लाग्ने नै छ होइन। अनि अब हामी गएर मोमो भइसक्यो भन्दैछु। यहाँ चिसापानी आइसकेको छु अनि यता उता चाहिँ चिसापानी। हामी चाहिँ यहाँनिर तल्लो रोडमा आइसकेको छ नाम्बे। अब चाहिँ हामी माथिल्लो रोडमा जाने हो। अनि के होइन भाउजू, हामी चाहिँ यहाँ बजारमा आइसकेको छौँ। अनि यहाँनिर चाहिँ बजार चाहिँ अलि मात्र रहेछ। अब चाहिँ यहाँ लुगा किन्नु हुँदैछ। हामी चाहिँ यहाँ बजारमा छौँ अनि यहाँ भाउजू चाहिँ लुगा किन्नु कस्तो बजारबाट अब हिँड्छौँ फेरि। यहाँनिर चाहिँ कपडा छ, काँक्रा किनेको होइन हजुर। यता माथितिर चाहिँ हामी चाहिँ हिँडेको तलतिर। काँक्राको 50 रुपियाँ केजी। हामी चाहिँ यहाँनिर के राखेर अघिको चौतारा आइसकेको छौँ। अनि हामी अब जाने हो। भाउजू चाहिँ यहाँ कभर हेर्नु थोडा हिँड्नु जाँदै जाति पानी हिँड्दैन। अब फेरि घरतिर जाने हो होइन भाउजू। तलतिर जाने हो। तलतिर चाहिँ हाम्रो गाउँ छ। अनि हामी चाहिँ यहाँ हुङमाथानमा आएको छौँ होइन भाउजू हजुर। अनि यता चाहिँ चिसापानी जाने बाटो हो। उता चाहिँ छ भेरगाउँ, उता छ पाखीभाडा, यता चाहिँ यो चाहिँ पाखीभाडा हो। यो यता चाहिँ भेरगाउँ छ। यतातिर
म चाहिँ घर आइपुगेको अनि भाउजू पनि यहाँ हुनुहुन्छ अनि मम्मी चाहिँ यहाँ पर हुनुहुन्छ होइन मम्मी चाहिँ त्यहाँनिर आउनु रहेछ अनि आजको लागि चाहिँ यति नै बाई बाई होइन अब फेरि आउने छु अर्को भिडियोमा आउने नै छु बाई मम्मी चाहिँ यहाँ हुनुहुन्छ